हेलो साथीहरू, मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ भिडियो मैले सुरु गर्ने होइन कि मेरो श्रीमानले गर्दै हुनुहुन्छ है साथीहरू। हेर्न सक्नुहुनेछ हामी कहाँ जाँदैछौँ भनेर। सङ्गति जाँदैछौँ घरबाट उकालो चढेर। उकालो थकाइ लाग्यो कतिको? ओके, परमेश्वरलाई धन्यवाद भएको होस्। हामी अहिले बिहानमा सङ्गति जाँदैछौँ। छाता उडेर पानी परेछ अनि रुपा पनि आउँदैछिन्। रुपा हेर यता, हामी अलि माथि गरे नजिक नाछौँ के कस्तो छ बाटो। आउनु आउनु। पानी परेर साथीहरू यति गाह्रो भयो कुरै छोडिदिनु। लास्टमा त यति हिँड्न पनि यति गाह्रो भयो कि साथीहरू हेर्नु न, म त सकेको थिएन कि हिँड्न। पानी परेर बाटो चिप्लो, त्यसैमा खुट्टा मर्केर हैरान। अनि यति गाह्रो भएको थियो कि साथीहरू। थकाइ लाग्यो? थकाइ लागेछ? ल हिँड त्यसो भए। मलाई फेरि मेरो श्रीमानले के क्वेसन सोध्नु भएको है, यति गाह्रो भएको थियो। त्यही पनि हिँड्न चाहिँ छोडेको छैन कि साथीहरू, निरन्तर हिँडिरहेको छु। बाटो सजिलो ठाउँमा चाहिँ हिँडिरहेको छु। तर उकालो आउने बित्तिकै चाहिँ मलाई चाहिँ यति गाह्रो भएको छ कि साथीहरू कुरै छोडिदिनु। पसिना पसिना मात्रै भएर यति पसिना आएको थियो, त्यसैमा पानी पनि परिरहेको थियो। अनि मेरो श्रीमानको पनि यस्तो पसिना आएको थियो। लास्टमा त साथीहरू म सकेन के। अनि दिदीले यसरी मलाई दोहोऱ्याएर हिँड्नु भएको छ। अब चर्चमा पुग्न थाल्यौँ। बिहान 7 बजे हिँडेको, 7 होइन 6:30, 2 घन्टामा हामी पुग्यौँ। फाइनली साथीहरू हामी चाहिँ पुग्यौँ। यति राम्रो भ्यू देखेर चाहिँ मलाई यस्तो मेरो थकाइ सबै हटिगयो। के गर्नु साथीहरू, गाह्रो भए पनि हेर्नु परिहाल्यो। हेर्न सक्नुहुनेछ। कस्तो लाग्यो भिडियो, लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। अघिल्लो भिडियो जस्तै माया सपोर्ट साथ दिनु होला। अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई साथीहरू।